कुलदेवताये नमः। नमो भगवते तुभ्यं वासुदेवाय धीमहि प्रद्युम्नाय निरुद्धाय नमः संकर्षणाय च। कुमार शिव गौरी 33 कोटी देवता गणेश कुमार शिव गौरी 33 कोटी देवता बाजा पाटन मेरा कुलाइन बिन्ती गर्छु एउटा यही बुझ्नु छ अन्तिममा भगवानकै जिम्मा हेरामा यही बुझ्नु छ अन्तिममा भगवानकै जिम्मा हेरामा यही बुझ्नु छ अन्तिममा भगवानकै जिम्मा हेरामा यही बुझ्नु छ अन्तिममा जय भगवान भगवानकै जिम्मा हेरामा यही बुझ्नु छ अन्तिममा भगवानकै जिम्मा हेरामा यही बुझ्नु छ अन्तिममा। हे भगवानले दिएको भर्नी कुलपितृले हार्छन् भगवानले दिएको भर्नी कुलपितृले हार्छन् उनकै सेवा गरिरहे हरि पूर्ण गर्छन् अरू मलाई के चाहियो तिम्रै ध्यानमा लाग्यो हे राम अरू मलाई के चाहियो तिम्रै ध्यानमा लाग्यो हे राम अरू मलाई के चाहियो तिम्रै ध्यानमा लाग्यो हे राम अरू मलाई के चाहियो जय भगवान तिम्रै ध्यानमा लाग्यो हे राम अरू मलाई के चाहियो तिम्रै दाइ यो टिपेर उतोमा भन्दै यो टिपेर माथि फाल्ने नि ओम अत्र ब्रह्मणाच क्षत्रय सम्मय संकरत सह कल्लोचम पुष्पयं प्रत्यक्षं यत्र देव्यं महामग्निः ओम अत्र च वायुश्च कर्मणे कामनाय कामकामनाय प्रमाणं कामेश्वराय सर्वदा ददाति ईश्वराय सर्वदाय महाराजाय नमः ओम स्वस्ति सर्वज्ञ सौम्य राज्य सौम्य परमेश्वर राज्य महाराज माधि महाधिपत्यमयं समान्त पर्यते गतमार्ग भौमं स्वर्गस्य अन्तः पर्याद पृथिवी समुद्र पर्यन्तः एकरादिति हे पूर्व जन्म गरेको फल अहिले भोगिरहेछु पूर्व जन्म गरेको फल अहिले भोगिरहेछु
भगवानको पूजा गर्नको लागि यहाँ यो जुन यहाँ उपलब्ध भएको छ त्यो आमा नानीमाया पोखरेलले उपलब्ध गराउनु भएको छ भन्ने गत वर्ष पनि समितिले अनुमोदन गरिसकेको छ र हाम्रो अझ उद्देश्य सुटिनु भएको छ उहाँहरूलाई पनि यहाँ जोड्ने चाहिँ उद्देश्यका साथ हाम्रो यो योजना हामीले गऱ्यौँ र यहाँ यो मन्दिरदेखि यो टहरा सबै निर्माण गरेका हौँ र उहाँहरू अहिले यता जोडिन आउनु भएको अवस्था छैन र हामीले उहाँहरूलाई यहाँ जोडिन आउनलाई सदा सर्वदा अनुरोध गरिरहनेछौँ र अब हामीले यो मन्दिर र यो मन्दिर निर्माण गर्नको लागि यहाँ गत वर्ष पनि हामीले यो सुनाइसकेका थियौँ यो आर्थिक रिपोर्ट र पोहोरको कुलदेउताको पूजापछि यहाँ हामीले कुनै पनि त्यस्तो आर्थिक सहयोग चाहिँ प्राप्त भएको छैन जुन आज चाहिँ हामीले एउटा भेटीको रूपमा र अब अनि श्रद्धालु बन्धुहरूले यो कुलदेउतामा आस्था हुनेहरूले केही रकम दिनुभएको छ त्यो पछि कोषाध्यक्षले यहाँ प्रस्तुत गर्नुहुनेछ र मन्दिर निर्माणको लागि 5,000 चाहिँ हामीले राख्यौँ सबभन्दा कम अनि त्योभन्दा माथि आफ्नो आर्थिक हैसियत अनुसार किनभने कुलदेउता त हाम्रै हुन् हामीले यहाँ सरकारी रकम पनि आउँदैन र यो अपनी संरचना हामीलाई आवश्यक पनि छ अब अहिले चरो भएको हुनाले पानी पऱ्यो घाम लाग्यो केही भयो भने पनि यो सजिलो चाहिँ भएको छ र यसमा अब अर्को एउटा अनुरोध हामीलाई यति मात्रै यो निर्माण पुरा भएको छैन एउटा त हामीलाई शौचालय नभएर एकदम समस्या भएको छ पछि कोषाध्यक्षले पनि भन्नुहोला कति लागत मोटामोटी समेत अहिले ठ्याक्कै यति भन्नु अब 1.5 लाख जति शौचालयले लाग्ला 200 शौचालय बनाउनु पऱ्यो अनि त्यसको सेफ्टी ट्याङ्की पनि बनाउनु पऱ्यो अनि त्यसपछि हामीले अब हामीले प्राप्त गरेको आमाले दिनुभएको जग्गालाई हामीले सुरक्षण गर्नु पऱ्यो त्यो सुरक्षणको लागि हामीले यहाँ कम्पाउन्ड बनाउनु पऱ्यो कम्पाउन्ड बनाउनलाई पनि केही रकमहरू लाग्छ जस्तै हाम्रो अन्दाजी 5.5 लाख जति लाग्ला कि 3 फिटको चाहिँ उठाउने अनि त्यसपछि माथि कार्यतार राखेर अनि एउटा ढोका बनाउने यस्तो कामहरू यो काम चाहिँ बाँकी छ र यो कामको लागि सबै बन्धुहरूलाई म यो समितिको तर्फबाट म हार्दिक अनुरोध गर्छु आफ्नो हैसियत अनुसार सबै बन्धुहरूले सहयोग गर्नुहुनेछ भनेर यो समितिले अपेक्षा गरेको छ र दिइरहेको पनि छ यो कुल सेवा समाज आत्रे गोत्री कुल सेवा समाज हार्दिक आभार व्यक्त गर्दछ र आगामी वर्षहरूमा पनि यसरी नै हामी जुटेर अझ यो उपस्थिति हिजो हुन पाएको भए अझ राम्रो हुन्थ्यो अझै हाम्रा कति केही कमी कमजोरीहरू भयो भने त्यसलाई सुधार गरेर लान सकिन्थ्यो गत वर्षका केही कमी कमजोरीहरू अहिले सुधार गर्ने हामीले प्रयास गरेका छौँ त्यो के कति भयो अब गल्तीहरूको चाहिँ किनभने मानवबाट गल्ती हुन्छ त्यसलाई सुधार्न सकिन्छ त्यसलाई अन्यथा नलिने कसैले केही भन्नु पऱ्यो भने पनि अलिकति शालीन तरिकाबाट नम्र भएर यो यसो गरौँ यो भएन भनेर यहाँ सबैले सबैबाट कति रकम हुन्थ्यो र कति खर्च हो सम्पूर्ण बन्धुहरूलाई नमस्कार आज मिति 2018 गते पूजाको लागि हामीले जुन भेटी सञ्चालन गरेका छौँ भेटीको उद्देश्य भन्दै जान्छु यहाँले सहयोग गर्न सक्नुहुन्छ आर्थिक रूपमा सक्ने बन्धुहरूले दिल खोलेर सहयोग गर्नुहोस् यस्तो अवसर फेरि आउँदैन यो मेरो तर्फबाट 50,000 पैसा निकालिदिन्छु मेरो ताली पक्राउँ ताली ताली है तर्फबाट जाने 25,000 ल 25,000
अब अर्का चाहिँ बोल्नु लानुभयो सबैले एउटा फोटो पनि एउटा फोटो क्लिक गरेर ल बुवाको तर्फबाट 25,000 ल यो गन्नी दिनमा पठाएको थियो कुमार शिव गौरी 33 कोटी देवता गणेश कुमार शिव गौरी 33 कोटी देवता बाजा पाटन मेरा कुलाइन बिन्ती गर्छु